हेलो साथीहरु, नमस्ते नमस्कार, वेलकम ब्याक टु माई च्यानल। र आज हामी खेत रोप्नको लागि बाउसेका लागि हामी दुईजना दाजु र म र तपाईहरु पनि एकदम सन्चै हुनुहुन्छ होला र म पनि सन्चै भन्दै आज हामी चाहिँ यहाँ दाजु के हामी कता जाँदैछौँ अरे? के भन्छ बाउसे खेताला दुखीपट्टि खेतमा हामी चाहिँ खेताला जाँदैछौँ। ए यता चाँडो हामी चाहिँ यता अब बाटो चाहिँ यताबाट जानुपर्ने हुन्छ। आज चाहिँ अब खेत रोप्नु गइन्छ चाहिँ पानी पराउने चाहिँ रेडी हुन्छ फेरि यहाँनिर हामीलाई चाहिँ वहाँ पुग्नुको लागि खेतमा पुग्नुको लागि लगभग 20-35 मिनट लाग्छ। र म देखाउने नै छु, हेर्दै गर्नु होला है त साथीहरु। ल अहिले जङ्गलमा आइपुग्यौँ, अब लगभग आइपुग्न आँट्यौँ खेतमा र हामी यहाँबाट चाहिँ जानुपर्ने हुन्छ। र दाजु चाहिँ यहाँ आउनुहुँदैछ कि हामी आइपुग्न आँट्यो है? अब लाग्छ हामीलाई 5 मिनट लाग्छ। अब हामीलाई लगभग 7 मिनट लाग्छ र पुगेपछि चाहिँ झट्ट पसिहाल्नुपर्ने हुन्छ हिलोमा। अनि यस्तो बाटो चाहिँ है सिस्टम चाहिँ बडो स्वादको पनि है, रुख पनि आफै ढलिरहेछ चट्ट लाएर। अब हामी चाहिँ जङ्गलमा यहाँ यस्तो जङ्गलमा आइपुगेको छ र अब हामी चाहिँ निकै छिटै नै पुग्नेछौँ खेतमा हेर्दै गर्नुको लागि त। ल हामी चाहिँ खेत भएको ठाउँमा आइपुग्यौँ र यहाँ भाउजूले चाहिँ रोप्न आँट्नु भयो अरे। यहाँनिर बाउसेहरू पनि थुप्रै 4-5 जना रहेछ। दाजु पनि यहाँ भिडियो बनाइरहनु भएको छ। ल साइरहेको छ यहाँ चाहिँ हेर्दै गर्नलाई। यहाँ पनि पसिहाल्नुपर्ने हुन्छ होइन। ल अहिले चाहिँ रोपाइ ठाउँमा आउँछ यतातिर रोपारहरू चाहिँ एकदम सँगले यता बाउसे यहाँ दाजु एकदम गोरु हुमिका आयो है। एक नम्बरको के भन्छ साउने मालिक। एकदम सँगले यहाँ रोपाइ चलिरहेको छ। हामी चाहिँ यहाँ बाउसेमा माइला यहाँनिर एकदम माइला कस्तो मजा आइरहेछ ल एकदम धमाधम काम चलिरहेछ अहिले। म पनि काम गर्नुपर्ने हुन्छ। ल हेर्दै गर्नु होला है, यस्तो छ हालत। ल अब मेरो चाहिँ भित्र तास्ने उटी लाग्ने यहाँ चाहिँ बिहारमा भित्र तास्ने यहाँ गरिरहनु भएको छ बाउसे गर्नु चाहिँ। म चाहिँ भित्र तास्नु पर्ने हुन्छ है। ल हेर्दै गर्नु। हाम्रो विज्ञान दाइले चाहिँ यहाँनिर एकदम दामी रोप्ने ठाउँ बनाइदिनु भएको छ के यहाँ एकदम घरको मालिकले चाहिँ यहाँ छेउ काटिराखेको छ। अनि यहाँ एकदम काम चाहिँ चालु भएको भाइ। विज्ञान दाजु चाहिँ उभिरहनु भएको छ। किन उभिनु भएको दाजु? यता मेन के भन्छ के अरे बाउसे मेन हो। म चाहिँ अब चाहिने चट्ट भित्ता काट्नु पर्ने हुन्छ। बिहारको भाइ त ल खाजा खाने बेला भयो।
भाउजूले एकदम यहाँ स्पेसल टिक्न सक्छ होइन मान्छेहरू खोइ आउँदैन त बाहिर यहाँ चाहिँ अब खाजा खाने बेला भयो खाएर म जान्न खाएँ म पनि नखाने रोपे खाजा खाने बेला भइसक्यो तर खै ल अब खाजा खाएर चट्ट गर्नुपर्ने हुन्छ फेरि काम हामी चाहिँ सकियो हामी बाउसेले चाहिँ त्यहाँदेखि सकियो अब अब अलिकति बाइक छ र पार्क गर्ने बाइकले ड्युटी हाम्रो ड्युटी सक्यो यहाँ विज्ञान दाजु पनि आइसक्नु भयो सक्यो अरे ड्युटी सक्यो होइन त ल अब हामी चाहिँ घर जानुपर्ने हुन्छ यहाँ दाजु आइसक्नु भयो चट्ट ल अब हामी घरतिर गर्छौँ होला ल साथीहरू हामी चाहिँ अहिले उसन दाजुको घरमा आइपुगेर चाहिँ चट्टसँगले बसिरहनु भएको छ यहाँ दाजु चाहिँ एकदम हर्षित चक्रित भएर चाहिँ अब हामी चाहिँ अब नुहाइधुवाइ गरिवरी टक्क खाना खान जानुपर्ने हुन्छ त्यसपछि खाना खाएर चाहिँ घरमा आएर सुत्ने काम त हुन्छ अरू त के हुन्छ खाना खाएपछि होइन अनि त्यसपछि मेरो आजको भिडियो चाहिँ यहीँ समाप्त गर्न चाहन्छु तपाईँहरूलाई मन परेमा एक लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला तपाईँहरूले मलाई सब्सक्राइब चाहिँ गर्न विनम्र अनुरोध गर्दछु र तपाईँहरूको सानो एउटा एक सब्सक्राइबले गर्दा मेरो जीवनमा ठुलो टेवा पुग्न जानेछ र तपाईँहरूले प्लिज सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला हस्त धन्यवाद आजको लागि यति नै